यहाँनिर जाने भर्खर टाटा आयो। टाटाले यहाँ रोड ब्लक भइरहेछ नि ढुङ्गाले। स्कुटी छिराउनुको लागि चाहिँ यस्तो गर्दैछ। भयो त अन्त छिरी गयो त। दामी 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 भयो त अन्त। बिस्तारी है बिस्तारी। बडालाई रियुस हेलो गाइस एन्ड वेलकम ब्याक टु माई न्यू भ्लगमा फेरि पनि तपाईँलाई एकदमै स्वागत छ। र आजको भ्लग चाहिँ एकदम बेसी काम गरेको हुन्छ है। सधैँ चाहिँ मैले मेरो भ्लगमा चाहिँ मैले काम गरेको हाल्थिनँ र आज चाहिँ हाल्छु। र किन हाल्छु भनेर सबैजनाले भ्लग मात्रै गरिबस्दो रहेछ, काम गर्दैन भनेर कतिजनाले जिस्किँदै कमेन्ट गरेको छ नि त। सो त्यो कारणले गर्दा चाहिँ आज चाहिँ आफू पनि काम गरेको हाल्छु है त। ओइ यहाँ चाहिँ त भाइ खोइ जोइ चाहिँ जोइ खोइ गाडी अघिको खोइ हिजोको गाडी भाइ लभली गरिदिनु नि भाइ। खोइ मुखले चाहिँ अन्त लभली के हो यो त पुरा खोर्छ त भाइ। जोइ यहाँ छिटो आउनु त। अब जोइले पनि गर्छ लभली रिक्जल जस्तै। गुड कहाँ गएको फेरि गएको ल भाइ तल गएको ल भाइ। आज बाइक चाहिँ यहाँ राखिरहेको छु। सधैँ माथि माथि अकुरको घरमा राख्थेँ र प्रायः जस्तो चाहिँ धुइसकेर पोलिस गरेर यहाँ भित्र हालिराख्थेँ नि त होइन। सो यो घर पनि इन्कम्प्लिट भइरहेछ। नेक्स्ट इयर जनवरीदेखि म कम्प्लिट गर्छु हो। र आजको वेदर पनि एकदमै गरम गरम हुने रहेछ। सो गाइस म यो अघि तपाईँहरूलाई उयो चाहिँ भनिनँ के भनेर, आज काम त गर्छ भन्यो के गर्छ भनेर चाहिँ भनिनँ। आज जुन चाहिँ हाम्रोमा अस्तिदेखि भनिरहेको थिएँ मैले कतिवटा भ्लगमा चिकन बनिँदैछ हाम्रो गाउँमा होइन। र त्यो बनाउनुभन्दा अगाडि त फाउन्डेसन त गर्नु पऱ्यो नि त। त्यो फाउन्डेसनको लागि चाहिँ आज प्लम गर्नु चाहिँ हामी जाँदैछ गाउँले हो। के हो गाउँले हो गर्नु पऱ्यो काम होइन। आम्मामाम यो किरा करायो चाहिँ हरेस लाग्छ हरेस हरेस। म तिमीले यहाँ रेडी गर्दो रहेछ, यहाँ रेडी गर्नु हुँदो रहेछ। वेदर चाहिँ नि आजको कडा हुँदैछ कडा। अम्बो दामी ऊ चाहिँ लाग्यो है निकुङ गएको। र खानासाना पनि आज परै पकाउँछ नि त रोडमा भन्दा पनि पर गाउँठाउँमा। सो त्यो कारणले गर्दा सबैजनाले सामान पनि परै लाँदैछ। ल अहिले भने चाहिँ म तल मूल घरबाट निस्किँदैछु होइन। म तिमीहरू पनि अगाडि जानुहुँदैछ सामान लिएर। यो ब्याक रोडमा जुन चाहिँ किरा कराउँछ नि एकदम इरी हुन्छ हौ। तपाईँहरूलाई इरी हुन्छ कि हुँदैन कमेन्ट गर्नु होला। यो किराले गर्दा यस्तो घाममा यस्तो डरलाग्दो किरा कराउँछ कि देख्नु होला। सामानहरू खानादेखि लिएर चियादेखि लिएर सबै बाहिर बनाउँछ आज। औ यता हेर न हामी छ त हौ। मलाई चाहिँ लग्यो ल आडोलले। यो पक्रिदिनु मैले। यहाँ र किचनको सामानहरू हो। खानाहरू चाहिँ सायद यहाँनिर बनाउनुहुन्छ होला अहिले। ओ त्यो लगाइदेऊ न एकखेप लगाएर यता हेर न। औ यता हेर न लगाएर।
लगाउन खै नल्याउ त म लाउँछु कि कस्तो देख्दो रहेछ देखेर प्रोटेक्सन अहिले मदिम काम चाहिँ यहाँ हुन्छ अहिले यहाँनिर तिर्पल हालिरहेको छ यहाँनिर जानुपर्ने हुन्छ सुरु गर्दै रहेछ पनि कडा कडा छिटो न बेलचा पक्रिहाल्नु सम्मान गरिन्छ है के चल्दैछ गाउँठाउँमा तपाईँहरूको इच्छुक हुनुहुन्छ भने भन्नु सक्नुहुन्छ है लाग्दैन छिटो न बेलचा पक्रियौँ यहाँ आउँ फिल्डमा अब सक्छ हौ यो त किन सक्दैन लगाएको त हो नि त मान्छे लगाएको अन्त छ त सक्ने ढुङ्गा चाहिँ कस्तो नसक्दिएको 350 सीसीले चाहिँ यस्तो चाहिँ नभेटेको आया के हौडे 350 सीसीले पनि नभेटेको त्यो त पल्टाउनु मात्रै भयो त अन्त होइन हौ बेसी अम्बो काम गर्दैछ अहिले म चाहिँ यहाँ आउँछु बहिनी
यो चाहिँ मेरो बहिनीले तान्दैछ हो। ओइ अलिक मजाले तान्न। खाजा आयो, खाजा चाहिँ आयो अब चाहिँ। ठिकजेल के खाएको भाइ? ठिकजेल चिया आयो, चिया खै के खाएको भाइले चाहिँ? बडालाई रेडी युज टाटा आयो। टाटाले यहाँ रोड ब्लक भइरहेछ नि ढुङ्गाले। स्कुटी छिराउनुको लागि चाहिँ यस्तो गर्दैछ। भयो त अन्त छिरी गयो त। दामी भयो त अन्त। दामी मामा। सुभाष अहिले भने चाहिँ सबजना लन्चको लागि जाँदैछ हो। लन्चको लागि जाँदैछ उकालो। अघिको वलसल मैले हेरेँ तपाईँलाई। मैले जानुहोस् मामा यता हेरिदिनु न, के भनिदिनु न आजको ब्लगमा। आजको ब्लगमा चाहिँ एकदम थाक्यो, ढुङ्गा यो खका बोक्यो। हाम्रो सबैको निम्ति सोसाइटीमा हामी काम गर्दैछौँ। यहाँ एकदम सबैलाई राम्रो हुन्छ, फलिफाप हुन्छ। यो काम सबैले गर्छ। पाप कटिन्छ, सब पाप कटिन्छ। मैले पनि पाप गरेको होला होइन, जीवनमा पाप गर्छ त्यो पाप सब कटिन्छ। सबैले आएर काम गऱ्यो भने चाहिँ लभले यही खाना चाहिँ ल के भन्छौ न तिमी? हजुर मजा आयो। चप्पल चिप्ले नि भन्छौ न आज ब्लगर पुरा थाकेछ। अरे खतरा काम गर्दैछ। अनि मेरो ब्लगर्स भाइको के भन्छ न मेरो ब्लगमा आजको? सबको चाहिँ थाकिरहेछ। ए लडे बोल्नु न। मेरो ब्लगर्स भाइको लागि एकदम सबले सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, लभले सबले एकदम माया गरिदिनुहोस्। धन्यवाद भानिस केटालाई। मलाई हो धन्यवाद। यति नै हो। मरिम अलिकति दाल दर्ने लु कति बज्यो? 3:30 टक यस्तो बन्यो। अझै 2 बजे ल्याइन्छ र भनेको 1 बजे त रहेछ है। एकचोटि ल्याउँछौ भ्याउँछ थाक्यो अनि थाक्यो आज एकदम थाकेको छैन। बदिम आज थाक्नु भयो? थाक्यो नि हौ, कति पुरै थाक्यो नि हौ। भाइलाई थाक्यो? थाकेन यो याब्ला थाक्यो तिमीलाई? बदिमलाई म तिमी को आउँछ थाहै छैन?
म त अहिले गाँसै थिएँ उहाँ चाहिँ फेरि 2 भाइ आउँदैछ ओइ अनि हौ तपाईँलाई थाक्यो आज थाक्यो नि हौ पुरै पुरा यहाँ भएको थाक्यो पुरै अब लास्ट भन्छ है मसला लास्ट वान ओ तिमी थाक्यो आज थाक्यो मामालाई आज थाक्यो छैन वर्ड छैन थाकेन थाकेर एकदम पुरै पुरै यो चाहिँ मेरो बहिनी ओइ थाक्यो तँलाई एकछिन दे आज मामा भान्जी कि सुताइ त वाक्कै आज त ढुङ्गाले वाक्कै ढुङ्गामा त हेर्नु न भए टाटाले यहाँ गिराएको छ हामीले साइड गर्दै तल प्लमको लागि लाँदै त्यहाँदेखि मसला फिट्दै तल लाँदैछ होइन सनसेट पनि दामी भएर चाहिँ पर ठ्याक्कै अन्त भोलि पनि सायद हुन्छ होला काम तर म भोलिको चाहिँ भ्लग बनाउँदिनँ होला किनकि पुरै थाकिसकेको छ आज हो सायद पर्सि पनि यहाँनिर काम हुन्छ र पर्सिको चाहिँ म बनाउँछु किनभने डेली यही भ्लग गर्ने बस्दा पनि फेरि मजा आउँदैन नि त तपाईँहरूलाई सो आजको अपडेट दिनु परेर चाहिँ यति नै हो के कसो भयो कमेन्ट गर्नु होला मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब अनि फेसबुकमा पनि कमेन्ट गर्नु नबिर्सिनु होला भन्दै सो आजको लागि चाहिँ बाई